नमस्कार। नेपालमा अहिले जता हेर्यो जता सुन्यो एउटै कुराको चर्चा छ, होइन त? त्यो हो आउँदै गरेको निर्वाचन। हो, आज हामी यही महत्त्वपूर्ण विषयको अलि गहिराइमा पुग्ने कोसिस गर्नेछौँ। एक्सप्लेन नेपालमा सबैलाई फेरि एकपटक न्यानो स्वागत छ। यहाँ हाम्रो काम के हो भने हामी यस्तै जटिल विषयहरूलाई समातेर एकदमै सरल भाषामा प्रस्तुत गर्छौं। हो, अहिले देशको ध्यान पुरै एउटै कुरामा खिचिएको छ, त्यो हो आउँदै गरेको निर्वाचन। र राम्रो कुरा के छ भने यसको मिति पनि तय भइसकेको छ। आफ्नो क्यालेन्डरमा यो मिति टिपिहाल्नुस् त, फागुन 21। यो दिन नेपालको भविष्य कता जान्छ भनेर निर्धारण गर्ने एउटा ठूलो अवसर हो। र हो, यसले हामी सबैलाई आफ्नो नागरिक कर्तव्यको पनि याद दिलाउँछ। तर एकछिन है, अलिकति सोचौँ त, के निर्वाचन भनेको हामीले सोचे जस्तो त्यो मतदान केन्द्रमा गएर भोट हाल्ने एक दिन मात्रै हो त? के यो पुरै प्रक्रिया त्यतिमा मात्रै सीमित होला? वास्तवमा हामीले सोचेभन्दा यो कुरा धेरै गहिरो र जटिल छ। त्यो मतपेटिका र मतप्रदान केन्द्रको पर्दा पछाडि एउटा सिङ्गो प्रणालीले काम गरिरहेको हुन्छ, र त्यही प्रणालीले नै हो निष्पक्ष र स्वतन्त्र निर्वाचनलाई सम्भव बनाउने। हो, निर्वाचनभित्र थुप्रै कुराहरू छन्, जस्तै कि कानुनी प्रक्रियाहरू, अनगिन्ती नियमहरू अनि विभिन्न संस्थागत संरचनाहरू। अब यति धेरै कुराहरू भएपछि धेरैलाई यो स्पष्टसँग बुझ्न गाह्रो हुन्छ। कहिलेकाहीँ त यो पुरै प्रक्रिया नै कस्तो रहस्यमय जस्तो लाग्न सक्छ। हो, अब यही जटिलतालाई सरलतामा बदल्नको लागि नै एक्सप्लेन नेपालले आजबाट एउटा विशेष श्रृङ्खला सुरु गर्दैछ, निर्वाचन विशेष। यो श्रृङ्खलाले निर्वाचन प्रक्रियाको हरेक पाटोलाई बुझ्नको लागि एउटा गाइडको काम गर्नेछ। अब यो श्रृङ्खलाको मुख्य उद्देश्य के हो त? एकदमै सरल छ। निर्वाचनको कानुन, यसको प्रक्रिया, संस्थाहरू अनि नागरिकको अधिकार, यी सबै कुरालाई हामी एकदमै सरल र स्पष्ट भाषामा व्याख्या गर्नेछौँ। चाहे कोही आम नागरिक हुनुहुन्छ, विद्यार्थी हुनुहुन्छ वा कुनै परीक्षाको तयारी गर्दै हुनुहुन्छ, सबैले सजिलै बुझ्न सक्ने गरी हामी यसलाई प्रस्तुत गर्नेछौँ। यो त निकै ठूलो विषय भयो। अब यति ठूलो विषयलाई बुझ्नको लागि एउटा सही ठाउँबाट त सुरु गर्नु पर्यो नि, होइन? त्यसो भए हाम्रो यो यात्रा कहाँबाट सुरु हुन्छ त? हामी सुरु गर्नेछौँ जगबाटै। हाम्रो श्रृङ्खलाको पहिलो प्रस्तुति केन्द्रित हुनेछ निर्वाचन आयोग ऐन 2073मा। यो भनेको नेपालको पुरै निर्वाचन प्रणालीको आधारस्तम्भ हो, जग हो। अब यो ऐनले के कुरा समेट्छ त? यसले खासमा नेपालमा निर्वाचन गराउने मुख्य संवैधानिक निकाय मतलब निर्वाचन आयोग कसरी बन्छ भनेर बताउँछ, अनि यसको अधिकार र कर्तव्यहरू के हुन् र यसको स्वतन्त्रतालाई कसरी सुनिश्चित गरिएको छ भन्ने जस्ता एकदमै महत्त्वपूर्ण व्यवस्थाहरू गरेको छ। अनि एउटा कुरा, निर्वाचन सम्बन्धी आउने सबै प्रस्तुतिहरू हाम्रो च्यानलको इलेक्सन प्लेलिस्टमा क्रमबद्ध रूपमा राखिनेछन्, ताकि कुनै पनि जानकारी नछुटोस् र सबै एकै ठाउँमा भेटियोस्। ल, त्यसो भए अब ढिला नगरौँ। हाम्रो लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई सम्भव बनाउने यही आधारभूत कानुनको गहिराइमा डुबुल्की मारौँ। हामीले दिने हरेक भोटले हाम्रो देशको भविष्य कोर्छ, होइन त? तर हामीले दिएको त्यो भोट साँच्चै सुरक्षित छ भनेर कसरी पक्का गर्ने? त्यसलाई निष्पक्ष कसले बनाउँछ? आज हामी यही प्रश्नको जवाफ खोज्नेछौँ। नेपालको निर्वाचन आयोग ऐन 2073को भित्र पसेर हो, जम्मा मतपत्र त्यो बाकसमा खस्छ, त्यसपछि त्यसको सुरक्षाको ग्यारेन्टी के हो? यो प्रश्न साँच्चै भन्नुपर्दा हाम्रो लोकतन्त्रको मुटु नै यही हो। र यसको जवाफ कुनै असल नियतमा मात्रै लुकेको छैन, यसको पछाडि त एउटा बलियो कानुनी किल्ला नै छ। हो, त्यही किल्ला हो निर्वाचन आयोग ऐन, जसले हरेक मतको रक्षा गर्नुपर्छ। ल, आज हामी के कुरा गर्छौँ त? पहिले हेर्छौँ मतको संरक्षक को हो, त्यसपछि आयोगका शक्तिहरू के छन्, अनि निर्वाचनको नियम पुस्तिका, अभियान खर्च नियन्त्रण र सबैभन्दा महत्त्वपूर्ण, यो कानुन आखिर किन यति धेरै महत्त्वपूर्ण छ भनेर। ल, सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, मतको संरक्षक। यो लोकतान्त्रिक खेलका मुख्य पात्रहरू को हुन्? पहिले उनीहरूलाई नै चिनौँ है त। सबैभन्दा पहिले आउँछ आयोग, अर्थात् निर्वाचन आयोग। यसलाई चुनावको रेफ्री भने पनि हुन्छ। संविधानले नै बनाएको एउटा स्वतन्त्र निकाय, जसको काम के हो त भन्दा नेपालमा हुने हरेक चुनावलाई सञ्चालन गर्ने, रेखदेख गर्ने र नियन्त्रण गर्ने।
अनि रेफ्री भएपछि खेलाडीहरू पनि त चाहियो। हो, ती हुन् उम्मेदवार, अर्थात् चुनावी मैदानमा प्रतिस्पर्धा गर्नका लागि अन्तिम सूचीमा नाम परेका व्यक्तिहरू। ल, अब खेलाडी र रेफ्री त थाहा भयो, तर प्रश्न उठ्छ, त्यो रेफ्री अर्थात् आयोग कतिको शक्तिशाली छ त? किनभने यो ऐनले आयोगलाई प्रशासनिक काम मात्रै होइन, साँचो अर्थमा शक्ति दिएको छ। सोच्नुहोस् त, आयोगसँग कति धेरै अधिकार छ। चुनावको मिति कहिले राख्ने भनेर सरकारलाई सल्लाह दिने, मतदान केन्द्रमा सुरक्षाको व्यवस्था गर्न आदेश दिने, राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई अनुमति दिने अनि सरकारी कर्मचारीलाई चुनावमा खटाउने यति मात्रै होइन, सरकारी भवन स्कुलहरू प्रयोग गर्ने र उम्मेद्वार विरुद्ध परेका उजुरीमाथि छानबिन गर्ने सम्मको अधिकार छ। तर यी सबैभन्दा पनि ठूलो, सबैभन्दा शक्तिशाली अधिकार के होला? यो ऐनको दफा 10ले भन्छ, यदि चुनावको निष्पक्षतामाथि नै प्रश्न उठ्यो, अर्थात् धाँधली भयो, स्वतन्त्र रहेन भन्ने लाग्यो भने आयोगले पुरै चुनाव नै रद्द गर्न सक्छ। मतलब यदि कुनै ठाउँमा धाक, धम्की वा डरत्रास देखाएर चुनावमा असर पारेको प्रमाण भेटियो भने आयोगले त्यो मतदान केन्द्रको वा पुरै निर्वाचन क्षेत्रकै नतिजा बदर गरिदिन सक्छ। यो सामान्य कुरा होइन, यो त लोकतान्त्रिक प्रक्रियालाई बचाउनका लागि एउटा रिसेट बटन थिच्ने जस्तै हो। अनि यदि कुनै उम्मेद्वार चुनाव लड्न अयोग्य छ जस्तो लाग्यो भने नि, त्यहाँ पनि ऐनले एकदमै स्पष्ट प्रक्रिया तोकेको छ। पहिलो, प्रमाणसहित उजुरी दिनुपर्छ। दोस्रो, आयोगले आरोपित उम्मेद्वारलाई 7 दिनभित्र स्पष्टीकरण दिन लगाउँछ। तेस्रो, आयोगले दुवै पक्षको कुरा र प्रमाण हेरेर अनुसन्धान गर्छ। र चौथो, उम्मेद्वार योग्य छ कि छैन भनेर अन्तिम निर्णय सुनाउँछ। कति पारदर्शी प्रक्रिया छ, होइन? अब कुनै पनि खेल निष्पक्ष हुनका लागि एउटा रुल बुक त चाहिन्छ नै। नेपालको चुनावको लागि त्यो रुल बुक हो आचार संहिता। र सबैभन्दा चाखलाग्दो कुरा के छ भने यो नियम पुस्तिका उम्मेद्वारले मात्रै मान्नुपर्ने होइन। ऐनको दफा 22ले के भन्छ भने यो त नेपाल सरकार, सुरक्षा निकाय, राजनीतिक दल, उम्मेद्वार, मिडिया, एनजिओ, पर्यवेक्षक सबैले पालना गर्नुपर्छ। मतलब कोही पनि नियमभन्दा माथि छैन। अनि नियम तोडे के हुन्छ त? सजाय छ। आयोगले आचार संहिता उल्लङ्घन गर्नेलाई 1 लाख रुपैयाँसम्म जरिवाना गर्न सक्छ। तर जरिवाना मात्र होइन, यदि कसैले निष्पक्ष चुनावलाई नै खतरामा पार्ने गरी गम्भीर गल्ती गर्छ भने दफा 23 अनुसार आयोगले सिधै उसको उम्मेदवारी नै खारिज गरिदिन सक्छ। मतलब खेलबाटै बाहिर। ल, अब कुरा गरौँ चुनावको एउटा एकदमै संवेदनशील पाटोको। त्यो हो पैसा। चुनाव आखिर विचारको प्रतिस्पर्धा हो कि पैसाको? यो ऐनले यसलाई कसरी हेर्छ? हो, यही कुरालाई ध्यानमा राखेर ऐनको दफा 24ले आयोगलाई एउटा महत्त्वपूर्ण अधिकार दिएको छ। त्यो हो चुनावमा कतिसम्म खर्च गर्न पाइन्छ भनेर एउटा सीमा तोक्ने। किन? ताकि चुनाव पैसाको होइन, विचारको लडाई बनोस् र सबैले समान अवसर पाउन्। र पारदर्शिताको कुरामा त यो ऐन अझै कडा छ। नियम के छ भने चुनावको नतिजा आएको 30 दिनभित्र सबै उम्मेद्वार र दलले आफ्नो खर्चको पूरा विवरण बुझाउनुपर्छ। अनि यदि कसैले यो विवरण बुझाएन वा झुटो विवरण बुझायो भने दफा 26 अनुसार उसलाई 6 वर्षसम्म कुनै पनि चुनाव लड्नबाटै वञ्चित गर्न सकिन्छ। सोच्नुस् त, अझै गम्भीर कुरा के छ भने यदि चुनाव जितिसकेको मान्छेले खर्च विवरणमा गडबड गरेको पाइयो भने उसको जित नै स्वतः बदर हुन्छ। यो भविष्यको चुनावको लागि मात्र होइन, जितेको पद नै घुम्न सक्छ। त्यसो भए यति धेरै कानुनी कुराहरूले हामी आम मतदाताका लागि के अर्थ राख्छ त? आखिर यो कानुन हाम्रो लागि किन यति महत्त्वपूर्ण छ? छोटकरीमा भन्नुपर्दा यो ऐनले हाम्रो भोटलाई धेरै तरिकाले सुरक्षित गर्छ। पहिलो, यसले चुनाव गराउन एउटा स्वतन्त्र रेफ्रीको व्यवस्था गर्छ। दोस्रो, कसले कति खर्च गर्यो भनेर पारदर्शी बनाउँछ। तेस्रो, नियम तोड्नेलाई जवाफदेही बनाउँछ र सजाय दिन्छ। चौथो, डर धम्कीबाट भएको चुनावलाई रद्द गर्ने शक्ति दिन्छ। र पाँचौं, पैसाभन्दा विचार महत्त्वपूर्ण होस् भनेर खर्चको सीमा तोकेर सबैलाई समान अवसर दिन्छ। अन्ततः यसले लोकतन्त्रका ठूला सिद्धान्तलाई हाम्रो मतको मूल्य जोगाउने ठोस नियममा बदल्छ। यो ऐनले एउटा बलियो कानुनी आधार त दिएको छ, तर एउटा प्रश्न सोच्न बाध्य बनाउँछ। के कानुनले मात्रै निष्पक्ष चुनावको ग्यारेन्टी गर्न सक्छ? कि यसलाई सफल बनाउन नागरिकको जागरुकता र राजनीतिक दलहरूको इमान्दारिता पनि उत्तिकै आवश्यक पर्छ? यही प्रश्नमा विचार गर्न छोड्दै आजको लागि यति नै। ल त, आजको यो प्रस्तुति यहाँहरूलाई कस्तो लाग्यो?
यदि यो जानकारीमूलक लाग्यो र मन पर्यो भने हामीलाई अझै यस्तै सामग्री बनाउन हौसला दिन सक्नुहुन्छ। एकदमै सजिलो छ। सबैभन्दा पहिले यो भिडियोलाई एउटा लाइक गरिदिनुहोस्। त्यसपछि एक्सप्लेन नेपाललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने त्यो पनि गरिहाल्नुहोस्। र हो, सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यो छेउमा रहेको सानो घण्टी छ नि, त्यसलाई चाहिँ दबाउन नबिर्सनुहोला है। किनभने त्यो घण्टी दबाउनु भयो भने हामीले नयाँ भिडियो हाल्ने बित्तिकै यहाँहरूले थाहा पाइहाल्नुहुन्छ अनि कुनै पनि जानकारी छुट्ने कुरै भएन नि। हेर्नुहोस्, हाम्रो उद्देश्य भनेको यस्तै ज्ञानवर्धक कुराहरू सकेसम्म धेरैभन्दा धेरै मानिसहरूसम्म पुगोस् भन्ने हो। र यो काममा यहाँहरूले हामीलाई सानो मद्दत गर्न सक्नुहुन्छ। बस यो भिडियोलाई आफ्ना साथीभाइ परिवारसँग सेयर गरिदिनुहोस्। ज्ञान बाँड्दा बढ्छ भन्छन् नि, होइन त? अनि अर्को कुरा, हामी फेसबुकमा पनि छौँ नि। थप जानकारीका लागि त्यहाँ पनि हामीलाई फलो गर्न सक्नुहुन्छ है। ल, यतिन्जेलसम्म हामीसँगै रहिदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। अब अर्को पटक यस्तै कुनै नयाँ र रोचक विषय लिएर फेरि भेटौँला। त्यतिन्जेलसम्मका लागि नमस्ते।